हेलो गुड इभिनिङ सबैजनालाई स्वागत छ है निशाको ब्लगमा सम्पूर्णलाई। अनि तपाईँहरूको चाहिँ खानासाना पाके कि पकाउँदै हुनुहुन्छ कि खाइसकेर नि सुतिसक्नुभयो। गाउँघरतिर त अब छिट्टै खाइन्छ, छिट्टै पकाउँछ होइन। हामी चाहिँ भर्खरै पकाउँदैछौँ, काम गर्दा गर्दा भर्खर सक्यो अनि त्यही भएर भर्खरै खाना बनाउँदैछु। आज चाहिँ बुटुवा खान मन लाग्यो, खसीको बुटुवासँग चाहिँ भात खान मन लाग्यो, त्यसैले खसीको बुटुवा बनाउँदैछु। एकदमै मिठो लाग्छ है मलाई चाहिँ, त्यसैले मैले चाहिँ खसीको बुटुवा बनाउँदैछु। तपाईँहरूले चाहिँ कस्तो लाग्छ है? अब अन्त मासु त जसलाई पनि मिठै लाग्छ एकदमै। त्यही हो साथीहरू, जाडो छ, आफ्नो केयर गर्नु है, सबैजना तातो पानी खानु, न्यानो न्यानो कपडाहरू लगाउनु। यस्तो जाडो छ, एकदमै जाडो बढिसक्यो। यसपालि त छिटै जाडो बढेको है, कार्तिक महिनामा यस्तो जाडो बढेपछि त अब पुस माघतिर त कति जाडो होला, बाहिर निस्किनै नसक्ने अवस्था, नुहाउनै नसक्ने अवस्था हुन्छ नि त होइन। साथीहरू, म चाहिँ धेरै बोल्न जान्दैन होइन, म चाहिँ थोरै बोल्छु र मलाई धेरै बोल्न पनि आउँदैन। त्यही हो सबैजनालाई अब अलिअलि भए पनि सबैजनाले एकअर्कालाई सपोर्ट गरौँ होइन। म कति भनिरहन्छु मेरो भिडियोमा, सब्सक्राइब चाहिँ गरिदिनु होला है साथीहरू। हजुरहरूले एउटा सब्सक्राइबले पनि धेरै हुन्छ नि त, एकअर्कामा सपोर्ट गऱ्यो भने अब राम्रो हुन्छ होइन। त्यही हो, एकदमै जाडो भइरहेछ, मैले चाहिँ खाने तयारी गर्दैछु। कस्तो बन्छ होइन, खाएँ म टेस्ट गर्छु है अब कस्तो बन्यो। मैले आज चाहिँ मेरो हातले बनाएको म ट्राई गर्छु है त साथीहरू। मिठो रहेछ है, मिठो एकदम यम्मी। थ्याङ्क यू फर वाचिङ।